नमस्कार दर्शकबिन, तपाईहरु हेर्दै हुनुहुन्छ बर्दिया खबर। नागरिकको आवाज, स्वतन्त्र पत्रकारिताको साहस। बर्दियाको गुलरिया नगरपालिका अन्तर्गत रहेको कृष्णसार संरक्षण क्षेत्रमा पर्यटक विकास गर्न व्यापक प्रचार आवश्यक भएको कुरा कृष्णसार संरक्षण क्षेत्रका सूचना अधिकारी, रेन्जर तथा निमित्त कार्यालय प्रमुख रामु केसीले बताउनुभयो। एउटा बर्दिया जिल्ला पर्यटकीय नगरी पर्यटकीय जिल्लाको रूपमा पनि हामी प्रख्यात छौं। सँगसँगै बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै भयो ठाकुरद्वारा उले बढी पर्यटकहरू आकर्षित गर्ने चाहिँ प्याकेजहरू त्यहाँ धेरै भइसकेको कारणले गर्दा यो अलिकति ओजनमा पर्न सकेको एउटा कारकत्व पनि हुन सक्छ भने र यसलाई चाहिँ हामीले जति सक्यो प्रचार चाहिँ गर्न आवश्यक देखिन्छ। र यहाँ चाहिँ हामीले भौतिक निर्माणका सामग्रीहरू जस्तै भौतिक पूर्वाधारको विकासहरू पनि गर्नुपर्ने हुन्छ। अब देखिहाल्नु भएको छ यही नजिकै 50 मिटरसम्मको बाटो अहिलेसम्म अब पिच छैन, ग्राभेल बाटो छ, अफरोड छ हैन। अब यसलाई चाहिँ हामीले कसरी हुन्छ, अब पर्यटन मन्त्रालयले, लुम्बिनी प्रदेश पर्यटन मन्त्रालयले पनि घुम्न जाउँ बर्दिया भन्ने अभियान सञ्चालन पनि गरेको छ हैन। अब यसबाट पनि केही सिकाइ हामीलाई हुने नै छ। पर्यटकहरू चाहिँ मुख्यतः अब विदेशीको हकमा चाहिँ बढ्दो क्रममै छौँ, 8-10 जना बढ्दो क्रममै छ। तर हाम्रो नेपालीको हकमा चाहिँ हामी घट्दो क्रममै छौँ। राजस्व सङ्कलन पनि अब हाम्रो यहीबाट नै हुने हो, प्रवेश शुल्कबाट नै राजस्व आम्दानी हुने हो। उहाँले विश्वको दुर्लभ जनावर कृष्णसार संरक्षणमा धेरै चुनौतीहरू भएको उल्लेख गर्दै आर्थिक वर्ष 2081-82 को हालसम्म जम्मा 243 वटा कृष्णसार रहेको जानकारी गराउनुभयो, जसमा भाले 48, पोथी 163, पुरानो बच्चा 4 र नयाँ बच्चा 28 वटा रहेको बताउनुभयो। 32 सालमा 9 वटा कृष्णसारबाट सुरुवाती गरिएको कृष्णसार अहिले हामीले 224 भन्दा माथि हामीले यसैपालि हामीसँग 32 वटा बच्चा थपिएको छ। बच्चाहरू हामी लगभग 250-245 को राउन्ड एबभमा हामी पुग्छौँ। यसपालिको टार्गेट हामीले कृष्णसारको सङ्ख्या गत आर्थिक वर्षमा हामीसँग 224 वटा थियो भने 9 वटा कालगतिले, कोही प्राकृतिक कारणले, कोही चाहिँ अब अन्य मांसाहारी प्रजातिहरू चितुवा, घुडार, स्याल लगायतका र अन्य के 1-2 वटा फाटाफुट्ट यो बाउन्ड्री त्यति सुरक्षित नभएको कारणले गर्दा अब बाहिरबाट भुसिया कुकुर पनि प्रवेश गरी क्षति गर्ने गरेको भने 9 वटा क्षति भएको छ। बाँकी चाहिँ यसपालि थपिएको छ 245-250 को राउन्ड एबभमा हामी पुग्छौँ। सङ्ख्या चाहिँ बढोत्तरीमै छ। सङ्ख्या रह्यो, पर्यटकको चाहिँ यो अब आगमन र राजस्व सङ्कलनमा अलिकति गिरावट हुँदै गएको छ। यसलाई चाहिँ हामीले अलिकति सोच्नुपर्ने अवस्था आएको छ। साथै रेन्जर केसीले खुला क्षेत्र, बस्ती व्यवस्थापन र मूल बाटोमा आधुनिक प्रवेशद्वार नहुँदा पर्यटकको सङ्ख्या घट्दै गएको कुरा प्रष्ट पार्नुभयो। कृष्णसार संरक्षण क्षेत्रमा पनि कस्तो भयो भन्दाखेरिमा अब प्रति नेपालीहरूको चाहिँ 100 रुपियाँ प्रवेश शुल्क लिने, सार्क मुलुकका राष्ट्रबाट आगमन हुने पर्यटकको लागि 500 रुपियाँ र अन्य बाह्य भन्नाले सार्क बाहेकका अन्य मुलुकका आमन्त्रित हुने पर्यटकको हकमा 2000 रुपियाँ चाहिँ राजस्व चाहिँ रकम हेरफेर गरेर जब पढाइयो, त्योभन्दा अगाडि चाहिँ 100 रुपियाँ र 1000 रुपियाँ थियो विदेशीहरूको हकमा। जस्तो सार्कको हकमा 100 रुपियाँ, त्यसपछि लिएर अन्य मुलुकको लागि चाहिँ 1000 गरेर चाहिँ त्योभन्दा अगाडिको डाटामा थियो। जब 76 को चाहिँ संशोधित राजपत्रकमा प्रकाशित भइसकेको सूचना पछाडि चाहिँ सङ्ख्या चाहिँ यहाँ कृष्णसारमा आउने अवलोकनको लागि एक आर्थिक वर्षमा चाहिँ राम्रैसँग छ त्यो 76-77 मा। त्यस पछाडि चाहिँ सङ्ख्या चाहिँ अब पर्यटकहरूको चाहिँ आगमन घट्दो क्रममा छ। यो घट्दो क्रममा हुनुको कारण चाहिँ के जस्तो लाग्छ भन्दा मलाई चाहिँ पहिला चाहिँ यो खुला नाका भयो कि खुला नाका नै एउटा हामीलाई कारक तत्त्व हो। किन भन्दाखेरिमा धेरै जसो यहाँ आउने भनेको आन्तरिक पर्यटक भनेको बर्दिया जिल्लावासी नै हो। बर्दिया जिल्लावासी भइसकेपछि उहाँहरू आउनुहुन्छ र त्यसपछि मुख्य गेटमा चाहिँ आधुनिक त्यो एउटा प्रवेशद्वारमा चाहिँ अलिकति त्यहाँ सुरक्षित तवरको गेट निर्माण नहुँदाखेरिमा पर्यटकहरू चाहिँ अब भित्रैबाट चाहिँ अब यो पण्डितपुर जाने बाटो गुलरिया नगरपालिकाको 2 नम्बरमा जाने आवत जावतको लागि छुट्याइएको बाटो छ। त्यो बाटोबाट मान्छेहरू उता जाने भन्छन् पहिला, तर भित्र गइसकेपछि बिचमा मोटरसाइकल रोक्ने र त्यहीँबाट चाहिँ त्यो अब चोरी नाका भनौँ त्यसलाई, चोरी नाकाबाट भित्र छिरेर सहजै रूपमा चाहिँ कृष्णसार देख्न पाइसकेपछि मान्छेले चाहिँ अब 100 रुपियाँ राजस्व त छली त गर्यो त्यहाँनिर।
यसले राज्यलाई त भार त पुर्याउनु गयो, एउटा कारक तत्त्व त्यो भयो। र भित्रै एउटा चाहिँ अतिक्रमण चाहिँ अब हाम्रो विगतदेखिको एउटा समस्या छ। बस्ती व्यवस्थापन गर्नुपर्ने चुनौती छ। एउटा बस्ती चाहिँ एउटा सँगसँगै 193 घरधुरी चाहिँ बस्तीलाई व्यवस्थापन नगरेसम्म र यसलाई क्लोजली यसलाई चाहिँ हामीले फेन्सिङ नगरेसम्मको लागि पर्यटक चाहिँ यहाँ आगमन अलिक कमै हुने देखिएको छ। सँगसँगै यो प्रचार प्रसारको चाहिँ यो ओझेलमा पनि परेको क्षेत्र हो। यसै गरी कृष्णसार संरक्षण क्षेत्रका लेखापाल सञ्जीव रेग्मीले यस संरक्षण क्षेत्र 16.95 वर्ग किलोमिटरमा फैलिएको भए पनि 11.68 वर्ग किलोमिटर आबादी क्षेत्र रहेको र बाँकी 5.27 वर्ग किलोमिटर चरीचरण मैदान रहेको कुरा जानकारी गराउनुभयो। यस कृष्णसार संरक्षण क्षेत्रको टोटल एरिया भनेको 16.95 वर्ग किलोमिटर रहेको छ, जसमध्ये यो जनावरको लागि एउटा निश्चित कोर क्षेत्र, जनावरहरू चरीचरण गर्ने क्षेत्र भनेको मात्र 5.27 वर्ग किलोमिटर रहेको छ र त्यस्तै गरी आबादी क्षेत्र 11.68 वर्ग किलोमिटर रहेको छ। लेखापाल रेग्मीले यस आर्थिक वर्षको फागुन मसान्तसम्म नेपाली 3118 जना, सार्क राष्ट्रका 11 जना र अन्य मुलुकको 56 जना गरी जम्मा 3185 जना पर्यटकले कृष्णसारको अवलोकन गर्नुभएको छ भन्नुभयो। उहाँले कृष्णसारलाई पिउने पानीको कमी नहोस् भनी संरक्षण क्षेत्रमा निर्माण गरिएको पोखरी मध्ये 5 वटा पोखरीमा पानी भएको बताउनुभयो। आर्थिक वर्ष 2081-82 को फागुन मसान्तसम्म पर्यटकको अवस्था हेर्ने हो भने नेपाली पर्यटकहरू 3118 जना यहाँ कृष्णसार संरक्षण क्षेत्रमा प्रवेश गरेर अवलोकन गरेको हामीले पाएका छौँ भने सार्क मुलुकका पर्यटकहरू मात्र 11 जना यस क्षेत्रमा आएर अवलोकन गरेको पाएका छौँ। त्यस्तै अन्य मुलुक सार्क बाहेकका तेस्रो मुलुकका पर्यटकहरूको सङ्ख्या 2081 फागुन मसान्तसम्म 56 जना रहेको छ र टोटलमा आर्थिक वर्ष 81-82 को फागुन मसान्तसम्म जम्मी 3185 जना पर्यटकहरूले यस कृष्णसार संरक्षण क्षेत्रको अवलोकन गर्नुभएको छ। कृष्णसार संरक्षण क्षेत्रमा ओजिटी गर्न आउनुभएको विष्णुधनी बहुप्राविधिक शिक्षालयकी छात्रा कर्ण परियारले दुर्लभ कृष्णसारको प्रजनन र स्वास्थ्यबारे व्याख्या गर्नुभयो। तपाईलाई नमस्ते, मेरो नाम कर्ण परियार, घर 12 बर्दिया 6 जयपुर। म चाहिँ विष्णुधनी बहुप्राविधिक शिक्षालयको विद्यार्थी हो। यहाँ 2 महिनाको ओजिटीको लागि कृष्णसार कन्जर्भेसन एरियामा आएको। कृष्णसार चाहिँ एउटा लोप हुन लागेको जनावर हो। यसले बच्चा जन्माउने डेट चाहिँ के अरे फागुनको लास्ट र चैतको बीचसम्म मात्रै हुन्छ। त्योभन्दा यसको बच्चाहरूलाई चाहिँ यो माउले चाहिँ आफ्नो बच्चालाई कसैले छोयो भने चाहिँ आफूले एक्सेप्ट गर्न सक्दैन र छोडिदिन्छ, त्यस्तै वास्ता पनि गर्दैन र बच्चाहरूलाई चाहिँ लुकाएर राख्छ। यसै गरी सोही विद्यालयकै छात्रा अरुणिमा थारूले खुला क्षेत्र भएका कारण कुकुर, स्याल र चितुवाको समेत जोखिम रहेको कुरा बताउनुभयो। सबैलाई नमस्कार, मेरो नाम अरुणिमा थारू, घर चाहिँ 12 बर्दिया नगरपालिका 11। भोलि 3-4 बजेदेखि नै स्याल कुकुरहरू आएर बच्चाहरूलाई खेलिरहेका छन्। यसका लागि हामी काममा खटेका छौँ र आजभोलि राति पनि चितुवाहरू देखा परेकोले यसमा धेरै चुनौतीहरू भएको छ। विश्वकै दुर्लभ मानिएको कृष्णसार संरक्षणमा तीनै तहको सरकार, जनप्रतिनिधि र सम्बन्धित निकायहरूले गम्भीर ध्यान दिनुपर्ने आवश्यक देखिन्छ।